हेलो एभ्रिवान। आज पनि मैले तपाईँहरूको माझ एउटा नयाँ भिडियो अपलोड गरेको छु। सम्पूर्ण यासी दिएर बस्नुभएका भाइ बहिनीहरूले भिडियो हेरिदिनु होला। साथै कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया दिन नभुल्नु होला भन्दै ढिला नगर्दै आजको भिडियो हामी स्टार्ट गर्छौँ। हामीले अघिल्लो भिडियो मार्फत हामीले फिजिकल केमिस्ट्रीको केही क्वेसनहरू हामीले सल्भ गरेका थियौँ। अब हामी आज यो भिडियोमा चाहिँ हामी बायोलोजिकल पर्सनमा हामी इन्ट्रान्स प्रिपरेसनमा चाहिँ हाम्रो फर्स्ट क्वेसन रहेको छ, वाट प्रेजेन्ट्स प्लाज्मा इज प्रेजेन्ट्स इन द ब्लड भनेको छ क्या। प्लाज्मा मा चाहिँ कति पर्सेन्ट चाहिँ ब्लड प्रेजेन्ट भइरहेको छ भनेर हामीले सोधिएको छ। अप्सनमा रहेको छ 1 मा 60%, 2 मा 55%, 3 मा 45% र 4 मा 65% रहेको छ। यसको सही आन्सर हुन्छ हाम्रो 55%, अप्सन नम्बर 2 हुन जान्छ। अनि हिन्टको भनेपछि अब रेड ब्लड सेल, व्हाइट ब्लड सेल, प्लेटलेट्सहरू हुन जान्छ। हामीले रेड ब्लड सेललाई चाहिँ हामी इरेथ्रोसाइट भनिन्छ भने व्हाइट ब्लड सेललाई चाहिँ हामी ल्युकोसाइट भन्छौँ। प्लेटलेट्सलाई चाहिँ थ्रोम्बोसाइट भनिन्छ। यसको रेड ब्लड सेलको चाहिँ लाइफ स्पेन भनेको चाहिँ 90 देखि 120 डेज हो। अनि व्हाइट ब्लड सेलको चाहिँ 2 विक 2 हप्ता। प्लेटलेट्समा चाहिँ 2 देखि 3 डेज हुन्छ भनेपछि। अनि हाम्रो 1 घन मिटरमा चाहिँ 45 लाख टु देखि चाहिँ 50 लाखसम्म चाहिँ हाम्रो ब्लड सेलहरू हुन्छन्, रक्तकोणिकाहरू हुन्छन्। अनि त्यसपछि व्हाइट ब्लड सेलमा चाहिँ 6000 देखि 10000सम्मका चाहिँ व्हाइट ब्लड सेलहरू हुन्छन्। व्हाइट ब्लड सेल सेता कोषहरू हुन्छन् भन्न खोजेको। प्लेटलेट्समा चाहिँ 2 देखि 4 लाखसम्म चाहिँ प्लेटलेट्सहरू हुन्छन्। अनि यदि हामीलाई व्हाइट ब्लड सेलको मात्रा यदि हामीलाई ब्लड भयो औषधभन्दा बढी भयो भने हामीलाई ल्युकेमिया रोग लाग्छ, जसलाई हामी ब्लड क्यान्सर भन्छौँ। BLOD ब्लड क्यान्सर भन्छौँ। क्वेसन नम्बर 2, व्हाट लेयर कभर द ब्रेन भन्छ कि ब्रेनलाई चाहिँ केले कभर गरिएको हुन्छ भन्छ क्या। 1 नम्बरमा अप्सन रहेछ ड्युरामिटर, प्यारामिटर, ट्र्याक्नोमिटर, अनि त्यसपछि अल अफ द एबोभ भन्छ कि। यसको सही आन्सर हुन जान्छ हाम्रो अप्सन नम्बर डी। अनि हाम्रो हिन्टमा हुन्छ मास्ट ग्ल्यान्ड। मास्ट ग्ल्यान्ड केलाई भनिन्छ भने चाहिँ हाम्रो पिट्युटरी ग्ल्यान्डलाई चाहिँ हाम्रो मास्ट ग्ल्यान्ड भनिन्छ। इमर्जेन्सी ग्ल्यान्ड भनेको एडिनल ग्ल्यान्ड भयो। बुझ्नुभयो होला भन्ने मैले आशा गर्दछु। अनि त्यसपछि हाम्रो क्वेसन नम्बर 3, वाट इज द पावर हाउस अफ द सेल। हाम्रो सेलको सबभन्दा पावर हाउस अफ द सेल भनेको कुन हो भन्छ कि। अप्सन नम्बर 1 माइक्रोकन्ड्रिया, 2 लाइजोजोम, 3 राइबोजोम, 4 मा गल्गी बडी। हाम्रो यसको सही आन्सर हुन्छ अप्सन नम्बर ए माइक्रोकन्ड्रिया। माइक्रोकन्ड्रिया पावर हाउस अफ द सेल। माइक्रोकन्ड्रियालाई हामीले पावर हाउस अफ द सेल भनिन्छ। लाइजोजोम भनेको चाहिँ हाम्रो सुसाइडल ब्याग अफ सेल भन्छ कि। सुसाइडल ब्याग अफ सेल बुझ्नुभयो होला है। अब क्वेसन नम्बर 4 यस प्रकार रहेको छ, वाट इज द मेजरमेन्ट्स अफ द ब्लड प्रेसर भन्छ कि। ब्लड प्रेसर चाहिँ केले मेजर गर्छ भन्छ कि। अप्सन नम्बर 1 मा रहेको छ ल्याक्टोमिटर, बी मा रहेको छ भोल्टमिटर, सी मा रहेको छ थर्मोमिटर, डी मा रहेको छ स्पाइग्नोमिटर भन्छ कि। हाम्रो यसको सही आन्सर हुन जान्छ स्पाइग्नोमिटर, अप्सन नम्बर डी। अब हाम्रो हिन्टमा छ कि हिन्टमा हाम्रो हुन जान्छ थर्मोमिटर भनेको चाहिँ हाम्रो टेम्परेचर नाप्ने, बडी टेम्परेचर नाप्नको लागि हामी थर्मोमिटर प्रयोग गर्छौँ। स्पाइग्नोमिटर भनेको चाहिँ हामीले ब्लड प्रेसर नाप्न प्रयोग गर्छौँ। भोल्टमिटर भनेको चाहिँ हामी पोटेन्सियल डिफ्रेन्स नाप्न प्रयोग गर्छौँ। ल्याक्टोमिटर चाहिँ हामीले प्युरिटी अफ द मिल्क, हाम्रो दुधको प्युरिटी पत्ता लगाउनलाई चाहिँ हामीले ल्याक्टोमिटरको प्रयोग गर्छौँ। बुझ्नुभयो। क्वेसन नम्बर 5 यस प्रकार रहेको छ, वाट इज द फादर अफ द जोलोजी भन्छ क्या। जोलोजीको फादर को हुनुहुन्छ त। अब क्वेसन नम्बर 1 अप्सन नम्बर 1 मा रहेको छ हाइपोक्रेटस, बी मा रहेको छ अरिस्टोटल, सी मा रहेको छ थियोक्रेटस, अनि डी मा रहेको छ हाम्रो अप्सन आरएच विकिटर, रोबर्ट हुक भन्छ कि। हाम्रो यसको सही आन्सर हुन जान्छ अप्सन नम्बर बी अरिस्टोटल। अनि त्यसपछि हामी अलिक केही हिन्टमा जान सक्छौँ, किनकि हामीलाई हिन्टमा पनि कहिलेकाहीँ सोधिदिन सक्छ। अनि अब फादर अफ द मेडिसिन भन्छ कि। फादर अफ द मेडिसिन भनेको हाइपोक्रेटस भन्छ कि। हाइपोक्रेटस। अनि तपाईँहरूले जसरी प्रोनाउन्सिएसन गर्नुहुन्छ स्पेलिङ चाहिँ कन्ठे पारेर राख्नु होला, आफूले बुझ्ने भाषामा चाहिँ प्रोनाउन्सिएसन गर्नु होला। फादर अफ द बायोलोजी भनेको चाहिँ अरिस्टोटल।
फादर अफ द बायोलोजी अरिस्टोटल। जस्तै तपाईँहरू झुक्किनुहुन्छ है, फादर अफ द बायोलोजी अरिस्टोटल छ, यता यता फादर अफ द जोलोजी सोधिरहेको छ। हामीले अरिस्टोटलमा टिक लगाएको छौँ, किनभने चाहिँ जोलोजी र बायोलोजीको फादर चाहिँ एउटै हो। कुन भने चाहिँ अरिस्टोटल। नझुक्किनु होला है तपाईँहरू। फादर अफ द बोटनी भनेको थियोपराटस है। फादर अफ द साइटोलोजी भनेको आरएस हुक भनेको। हामीले जस्तै हाम्रो यहाँ जति छन् नि हामीले यहाँको अप्सनमा रहेको तिनीहरूको सबैको चाहिँ हामीले फादर कुन हो भनेर चाहिँ हामीले यहाँ हिन्टमा लेखेको छौँ। जस्तै अब हामीलाई यहाँनिर फादर अफ द जोलोजी सोधिदियो भने चाहिँ अहिले चाहिँ अरिस्टोटल भयो। जस्तै हामीले फादर अफ द साइटोलोजी सोधेको भए हाम्रो आरएच विकेटर हुन्थ्यो, आरएच रोबर्ट हुक हुन्थ्यो। क्वेसन नम्बर 6 रहेको छ, स्टडी अफ द भाइरस इज कल्ड भनेको छ। भाइरस सम्बन्धी स्टडी गर्नेलाई चाहिँ के भनिन्छ भनेर सोधेको छ। क्वेसन नम्बर 1 मार्कोलोजी, बी फाइटोलोजी, सी अस्ट्रोलोजी, डीमा भाइरोलोजी रहेको छ। यसको सही एन्सर हुन्छ अप्सन नम्बर डी भाइरोलोजी। अब हिन्टमा हाम्रो केही छ, स्टडी अफ द बोन सम्बन्धी स्टडी गर्नेलाई चाहिँ ओस्टियोलोजी, इन्सेक्ट सम्बन्धी स्टडी गर्नेलाई चाहिँ हाम्रो इन्टोमोलोजी, मोलस्का सम्बन्धी स्टडी गर्नेलाई चाहिँ मार्कोलोजी, एग्ली सम्बन्धी स्टडी गर्नलाई चाहिँ फाइकोलोजी, फोसिल सम्बन्धी स्टडी गर्नलाई चाहिँ प्लान्टोलोजी, डिजिज सम्बन्धी स्टडी गर्नलाई चाहिँ प्याथोलोजी भन्छ क्या। अनि जस्तै फोसिल भनेको चाहिँ हाम्रो केही साल पुराना सडे गलेर रहेका तिनीहरूको केही सानो केही टुक्राले धेरै चट्टानबाट बनेको केहीलाई चाहिँ हामी फोसिल भन्छौँ यहाँनिर। यही सम्बन्धी यदि हाम्रो जस्तै डाइनोसरको पनि यहीबाट हाम्रो पत्ता लगाएको थियो भन्छ नि, त्यही फोसिल भनेको चाहिँ त्यही हो है। बुझ्नुभयो होला है तपाईँहरूले। अब 7 नम्बरको क्वेसन, वाट इज द टोटल नम्बर अफ द स्कल बोन भन्छ क्या। टोटल नम्बर अफ द स्कल बोन हाम्रो कतिवटा छ भन्छ क्या स्कल बोन है। अप्सन नम्बर 1 रहेको छ 7, बी रहेको छ 62, सी रहेको छ 14, डी रहेको छ 8वटा। यसको सही एन्सर हुन जान्छ अप्सन नम्बर सी 14वटा है। अब हिन्टमा केही छ अलिकति, लोअर लिम्स भनेको हाम्रो लोअर बोन चाहिँ हाम्रो कतिवटा हुन्छ भने चाहिँ 62वटा हुन्छ है। 62वटा। नबोल्नु होला है, कन्फे पार्नु होला है तपाईँहरूले। यो एकदम इम्पोर्टेन्ट क्वेसन छ यो। तपाईँहरूले यदि सिटिबिटी पढ्नुभयो भनेपछि पछि एमबिबिएस पढ्नुभयो भनेपछि एनाटोमी भन्ने एउटा सब्जेक्ट हुन्छ, त्यसमा तपाईँहरूले यसको बारेमा डिटेल पढ्नुहुन्छ, स्ट्रक्चर पढ्नुहुन्छ, यसको अब युजेस पढ्नुहुन्छ, के हुन्छ कस्तो हुन्छ भन्ने डिटेलमा तपाईँहरूले पढ्नुहुन्छ। त्यस्तै गरी कर्नियल बोनमा चाहिँ हाम्रो कतिवटा हुन्छ 8वटा हुन्छ। ल गाइज, हस् त, धन्यवाद सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। बिदा हुन्छु, हस् त, धन्यवाद।